ल अब रेकर्डिङ गर्नु सुरु। अब के छ कन्फ्युजन भन्दा पहिला चाहिँ निरुताले सोधेको क्वेसन चाहिँ म तिमीलाई भन्छु ल। एउटा चाहिँ उनले सोधेको कुन हो त भन्दा यो हो ल। यसलाई मैले डाउनलोड गरेँ। देखियो क्वेसन? देख हो यो क्वेसन पढ्दा के भनेमा 2074मा सोधेको रहेछ। पढ के भन्यो। स्टिल गडर भनेको बिम हो है। गडर भनेको बिमै हो। गडर भनेर नजुक्किने। गडर भनेको चाहिँ बिमै होला। गडर भनिन्छ एकदम ठुलो बिमलाई गडर भनिन्छ। हामीले पछि पढिन्छ। स्टिल गडर अफ 6 cm लेन्थ। लेन्थ 6 मिटर रहेछ। सरी सिएम होइन, 6 मिटर लेन्थ एक्टिङ एज अ बिम। बिमको रूपमा काम गरिरहेछ। क्यारिज अ युडिएल युनिफर्मली डिस्ट्रिब्युटेड लोड डब्लु न्युटन पर मिटर थ्रु आउट इट्स लेन्थ भनेको एउटा सिम्पली सपोर्टेड बिम हो। यस्तो बिम भन्ने बित्तिकै हामीले के बुझ्नुपर्छ? सिम्पली सपोर्टेड बिम बुझ्नुपर्छ। सर हजुरको साउन्ड नै आएन किन हो? साउन्ड आएको छैन मेरो? भन है भन। आछ त सर हाम्रोमा त। आछ सर हाम्रोमा त। अहिले भोल्युम बढाऊ है। तिम्रोमा भोल्युम कम हुनुहोस् त। स्टिल गडर बिम। गडर भनेको बिम नै हो। 6 मिटर लेन्थ। यसको लेन्थ रहेछ 6 मिटर लेन्थ रहेछ यसको। अनि के भन्यो? एक्टिङ एज अ बिम क्यारिज अ युनिफर्मली डिस्ट्रिब्युटेड लोड डब्लु न्युटन पर मिटर थ्रु आउट इट्स लेन्थ भनेको यो भोरी के छ अरे? यो भोरी चाहिँ डब्लु छ अरे। डब्लु न्युटन पर मिटर है। न्युटन किलोमिटर होइन, न्युटन पर मिटरको डब्लु छ अरे। इफ आई दियो। आई भनेको के हो? मोमेन्ट अफ इनर्सिया। मोमेन्ट अफ इनर्सिया आई दियो। आई कति दियो? 3 × 10⁻⁻6 मिटर स्क्वायर आई दियो। एन्ड डेप्थ कति रहेछ? बिमको डेप्थ। बिमको डेप्थ रहेछ 270 mm भनेको बिमलाई काटेर हेर्ने बेलामा यस्तो रहेछ। यसको डेप्थ चाहिँ कति रहेछ? यसको डेप्थ कति रहेछ? 270 mm रहेछ। डेप्थ एमएममा रहेछ। यसलाई मिटर बनाउन सकिन्छ है। डिभाइड बाई 1000 गर्ने। डिभाइड बाई 1000 गरेपछि यो मिटरमा गयो भने क्यालकुलेट द म्याग्निच्युड अफ डब्लु सो द्याट द म्याक्सिमम स्ट्रेस डेभलप्ड म्याक्सिमम डिफ्लेक्सन एन्ड स्लोप। यो क्वेसनमा यति हो निरुता। यहाँ पछि के क्वेसन होला? म्याक्सिमम स्ट्रेस डेभलप भन्ने यहाँ के होला क्वेसन? इन्कम्प्लिट हजुर छ सर कि क्वेसन? त्यो म्याक्सिमम स्ट्रेस डेभलप त्यति नै छ सर। अनि त्यसपछि तल्लोपट्टि सर चाहिँ क्वेसन नै यति नै हो कि अरूहरू भयो। ओरिजिनलमा? यति नै हो सर क्वेसनै। हो भनेपछि क्वेसन नम्बर आई चाहिँ इन्कम्प्लिट हो होइन। इफ म्याक्सिमम स्ट्रेस डेभलप भनेर यसको सिग्माको भ्यालु दिन्छ। सिग्माको भ्यालु अनि हामीले के लाउने? हजुर सर। सिग्मा बाई आई इज कोस टु एम बाई आई। एम बाई आई इज कोस टु सिग्मा बाई वाइ लगाएर चाहिँ यो लगाउने हो। यहाँबाट याम निकाल्ने हो। अनि याम भनेको के गर्ने? याम आइसकेपछि के गर्ने? याम भनेको हामीले निकाल्न पर्ने डब्लुएल स्क्वायर बाई के हुन्छ? 8 हुन्छ युडिआरमा त हो। योसँग गएर डब्लु निकाल्न पर्ने हो। वाइ भनेको के हुन्छ? वाइ भनेको डी बाई 2 हुन्छ। एम दिएर है दिनुपर्छ। द म्याग्निच्युड अफ यो के भन्नुपर्छ भन्दाखेरि यहाँ चाहिँ द म्याग्निच्युड अफ डब्लु सो द्याट म्याक्सिमम स्ट्रेस डेभलप यति भनेर दिनुपर्छ कि सिग्मा भ्यालु दिनुपर्छ। यो दिएन सिग्मा भ्यालु। यसमा सिग्मा भ्यालु दिनुपर्छ। सिग्मा भ्यालु दियो भने त डब्लु आइहाल्यो। पहिला गएर क्वेसन मैले क्लासमा पनि गराएको क्वेसन जस्तो भइहाल्यो हो किन? यदि सिग्मा भ्यालु दियो भने त हो हो सर हो। हो सिग्मा दिन्थ्यो। सिग्मा बाई वाइ इक्वल्स टु त्यही एम भएर हो कि बाई सर म झुक्केको। ओह अरू हुन्छ क्वेसनमा एम बाई आई हो। आई भनेको त को यहाँ क्वेसनमा दिइहाल्यो 360 क्वेसनमा दिइहाल्यो। वाइ भनेको के हो? यो 270 को आधा हो। डिभाइड बाई 2 गरेपछि वाइ आइहाल्यो। सिग्मा क्वेसनमा यहाँ दिन पर्थ्यो। याम निक्लिन्थ्यो। अनि याम आइसकेपछि त्यसलाई डब्लु एल स्क्वायर एड गरेपछि हाम्रो चाहिँ डब्लु आउँथ्यो है। डब्लु आउँथ्यो। यो दिएन। यो दिनुपर्छ। इन्कम्प्लिट क्वेसन हो। यसपछिको पनि तर क्वेसन छ। यसपछि के छ भन्दा क्वेसन म्याक्सिमम डिफ्लेक्सन निकाल्ने भन्यो के? भनेको म्याक्सिमम डिफ्लेक्सनको फर्मुला हामीले यस्तो बिम थियो। अनि एममा चाहिँ के गर्यौँ? एममा चाहिँ यसरी युडिएल लागे थियो भने यसरी यो बिम कसरी बाङ्गिन्थ्यो अरे?
बीम कसरी बाङ्गिन्थ्यो बीम यसरी बाङ्गिन्थ्यो यहाँ के हुन्थ्यो स्लोप कहाँ 0 हुन्छ स्लोप स्लोप सेन्टरमा 0 हुन्छ बिचमा हो यहाँ पनि के स्लोप 0 हुन्थ्यो यहाँ पनि के स्लोप हुन्थ्यो स्लोप सेन्टरमा 0 हुन्थ्यो सेन्टरमा के हुन्छ र सेन्टरमा वाइ के हुन्थ्यो म्याक्सिमम हुन्छ हो वाइ चाहिँ यहाँ म्याक्सिमम हुन्थ्यो यहाँ के निकाल्ने भन्यो म्याक्सिमम के निकाल्ने भन्यो भनेपछि हामीलाई यो फर्मुला सम्झिनु पर्यो कि तिमीहरूले वाइ म्याक्सको फर्मुला के हो भन त -5 WL माइनस को नलेख्ने पावर है 4 अपन माइनस नलेख्ने माइनस नलेख्ने 5WL4 बाई 4 384 डिवाइडेड बाई 384 EI हो 384 EI भनेपछि डब्लु दिएको छैन डब्लु आईबाट डब्लु आउँछ डब्लु यो क्वेसनमा सिग्मा दिन्थ्यो भने आईबाट डब्लु आउँछ हो डब्लु आउँछ आउँदैन आईबाट आई यो क्वेसनमा आईबाट चाहिँ दिएको हजुर भए डब्लु त्यहाँबाट आउँथ्यो यदि सिग्मा याल दिएको भए आउँथ्यो हो सिग्मा दिएको भए आउँथ्यो याल भनेको 6 हो त्यही भइहाल्यो थ्री गिभन एट्टी छ फोर 384 नै हो अब यी दिए छैन है यी दिए छैन भनेपछि यी दिए छैन भनेपछि हामी यी निकाल्दै लाग्ने होइन किन भन्दाखेरि तिमी यी निकाल्दै किन लाग्दाखेरि सिग्मा बाई वाइ इजकोस टु एम बाई आई इजकोस टु ई बाई आर हो तिमीलाई यी निकाल्न के चाहिन्छ यहाँको आर पनि चाहिन्छ भनेपछि आर दिए छैन भनेपछि हामीले यी निकाल्न सकिने नियममा यदि सिग्मा दिन्थ्यो भने त हामीले सिग्मा दिन्थ्यो भने त डब्लु निकाल्न सक्थ्यौँ तर यो आर पनि दिन्थ्यो भने अथवा क्वेसनमा ई पनि दिन्थ्यो भने त यी हाल्थ्यौँ तर यसमा यी दिएर यीको ठाउँमा यी नै राख्ने यीको ठाउँमा चाहिँ यी नै राख्ने केही फरक परेन आई कति राख्ने आई भनेको यो चाहिँ 30 13 यो राख्ने अनि चाहिँ फर्मुला ल हालौँ न त निकालौँ 5 राखौँ डब्लुलाई ल 5 राखौँ डब्लु भनेको 25 राखौँ ल डब्लु 25 राखौँ याल कति छ याल 6 को पावर 4 छ अनि 384 यहीँ छ इन्टु यी दिएन भनेपछि यिनीहरू यति राख्दिने यी दिएन भने यी दिएन निकाल्न पनि सकिन्न भने यिनै राखिदिने आई कति छ आई भनेको 30 इन्टु 10 to the power -6 हो यो निकाल कति आउँछ यो हो हाम्रो सम्झिनु पर्यो फर्मुला अब स्लोप निकाल्नु पर्यो ए र बीमा स्लोप के हुन्छ भन त इक्वल हुन्छ भने इक्वल ए र बीमा स्लोप इक्वल हो कि होइन म सुनिरहेको बोलेको हो सर ए र बीमा इक्वल हो स्लोप ए र बीमा स्लोप कति हो फर्मुला थिटा आएको थिटा ए इक्वल्स कति फर्मुला थिटा ए इक्वल्स टु थिटा बी भनेर कति फर्मुला हो त कपी हेर एकचोटि भन फर्मुला कति हो सम्झिनु पर्यो अब त थीटा ए इज इक्वल्स टु WL क्यूब डिवाइडेड बाई 24 EI हो डब्लुआर क्युब डिभाइड बाई ए र बी इक्वल हुन्छ 24 EI छ डब्लु पनि थाहा छ याल पनि थाहा छ 24/24 भइहाल्यो यी दियो भने यी हाल्ने अथवा यी निकाल्न सकिन्छ भने यी निकाल्ने होइन भने यी नै राखिदिने एन्सर ईको टर्ममा आउँछ एन्सर ईको टर्ममा आउँछ अपन ईको टर्ममा आउँछ आई भनेको त्यही राखिदिने ठिक छ क्वेसन यो क्वेसन यसरी गर्ने यसरी क्वेसन आउन सक्छ है आउन सक्छ यो चाहिँ त्यही भएर यो युडिएल भएको बेलामा त्यो फर्मुला डेरिभेसनमै थाहा भएर भने कि फर्मुला पनि थाहा पाउनु पर्यो डेरिभेसन मात्रै थाहा भएर चाहिँ भएन फर्मुला पनि के तिम्रो थाहा पाउनु पर्यो यो कुरा थाहा पाउनु है यो यसको चाहिँ अनि बिचमा पोइन्टहरू भएको र युडिएल भएको चाहिँ यो फर्मुला चाहिँ तिमीले थाहा पाइराख यसको डेरिभेसन पनि जान एकदम इम्पोर्टेन्ट अनि फर्मुला पनि थाहा पाइराख यसरी सोधिन सक्छ है त सर ल यो भयो अब के छ कन्फ्युजन अर्को क्वेसन म हेर्छु यही क्वेसनमा चाहिँ तिम्रो के कन्फ्युजन छ भन्दाखेरि म व्हाइट बोर्ड सेयर गर्छु यहाँ अब के छ व्हाइट बोर्ड के छ हो भनेपछि तिमीहरूको धेरैले क्वेसन यो इन्टरनलमा इक्जाममा बिगारेको अनि मलाई अस्ति गगनले पनि इक्जाममा क्लासमा सोधेको थियो यो यसरी युडिहाल्छ यसमा आएको थियो नि डिराइभ गर्ने के यस्तो आयो भने यसको वाइ र थिटा निकाल्ने क्वेसन आएको थिएन इन्टरनलमा इन्टरनलमा के यसको चाहिँ के निकाल्ने वाइ म्याक्स र हजुर सर आएको थिटा निकाल्ने क्वेसन आएको थिएन इन्टरनलमा भने के
आएको थिएन क्वेसन? तिम्रो सुन्दा छौ भने सुने छैनौ? इक्जाममा यसरी युडिएल दिएकोमा चाहिँ डबल इन्टिग्रेसन मेथड भन्छ कहिले के भन्छ? डबल इन्टिग्रेसन मेथड भनेको कुरो त्यही हो, डबल इन्टिग्रेसन मेथड। डबल हजुर सर। इन्टिग्रेसन मेथड भनेर आएको क्वेसन भनेको के आथ्यो सर आथ्यो। हो? यो क्वेसनमा चाहिँ तिम्रो मोमेन्ट लिन झुकिरहेको थियो, मोमेन्ट लिन 60 पनि यहाँ झुकिरहेको थियो। मोमेन्ट कसरी लिने भनेर बसिरहेको थियो, मैले त्यसो सिकाइदिएको थिएँ। गुगलले पनि सोधिरहेको थियो मलाई मोमेन्ट कसरी लिने भनेर। पछि मोमेन्ट कसरी लिनेमा सुरुमा त निकाल्नु पर्ने एमएक्स हो। सुरुमा एमएक्स निकाले सबै गर्न सकिन्छ, इन्टिग्रेसन गर्ने हो भने एमएक्स निकाल्ने कसरी भन्दाखेरि यो के हो? यो डब्लु यहाँ भएको चाहिँ डब्लु किलो न्युटन। ए तिमीको नामहरू के भइरहेको यहाँ भोलि पुरा नामै नाम आइरहेको छ। स्क्रिन नसोइ बसन है। डब्लु किलो न्युटन पर मिटर हो भने के हुन्छ? यो लेन्थ कति हो? यसको लेन्थ एल हो। यसको रिएक्सन के हुन्छ? रिएक्सन यताबाट WL/2 हुन्छ, यसले आधा बोक्छ। WL/2 हुन्छ, त्यसले आधा बोक्छ। यसले के बोक्छ? यसले आधा लोड बोक्छ, हो कि होइन? यो एल लेन्थभरि फैलिएको युडिएल एल लेन्थभरि फैलिएको डब्लु बराबरको युडिएल एक ठाउँ कहाँ लाग्छ भन त? एल लेन्थभरि फैलिएको डब्लु बराबरको युडिएल एक ठाउँ कहाँ लाग्छ? एल लेन्थभरि फैलिएको डब्लु किलोन्युटन पर मिटर बराबरको युडिएल एक ठाउँमा लाग्यो भने कहाँ लाग्छ? बिचमा लाग्छ। हो, यो बिचमा लाग्छ। बिचमा यसरी लाग्छ। कति लाग्छ? 60 डब्ल्यू इन्टु एल। डब्लु इन्टु एल लाग्छ। यो बिममा कति लाग्यो? बिममा चाहिँ लोड डब्लु इन्टु एल बराबरको लोड लाग्यो भनेपछि सपोर्ट एले यसको आधी बोक्छ, सपोर्ट बीले यसको आधी बोक्छ। त्यही भएर के आएको? WL/2 चाहिँ यसको रिएक्सन आएको हो। पछि के गर्ने हो हामीले गर्ने यसमा के हो भन्दाखेरि एक्स मान्ने, यतापट्टिबाट एक्स मान्ने, यहाँबाट यसरी एक्स मान्ने यहाँसम्म, अनि एक्स भन्ने पोइन्टमा चाहिँ सेक्सन 1 काट्ने। अनि यो ठाउँमा के लिने? यो ठाउँमा चाहिँ मोमेन्ट लिने हो। एक्स भन्ने ठाउँमा चाहिँ यति एक्स हो, यो मोमेन्ट लिने हो भनेपछि यही एमएक्स निकाल्न तिमीलाई झुकिरहेको थियो। एमएक्स निकाल्ने कसरी त भन्दाखेरि एक्स भन्ने ठाउँमा मोमेन्ट लिनु पर्यो। एक्स भन्ने पोइन्ट भनेको कहाँ हो त भन्दाखेरि यो पोइन्टमा यहाँसम्म मात्र मोमेन्ट दिने। यहाँसम्म मात्र मोमेन्ट के दिन्छ? एउटा दिन्छ, WL/2 ले दिन्छ। यसरी क्लकवाइज घुम्छ यो WL/2 भनेको WL/2 क्लकवाइज हो, इन्टु कति डिस्टेन्स त एक्स हो या त्यहाँसम्म त एक्स हो भनेपछि इन्टु एक्स भइहाल्यो हो, इन्टु एक्स भयो। अब केले दिन्छ? अर्को केले दिन्छ भन त? एउटा WL/2 ले दियो, यसको डिस्टेन्स त एक्स हो भनेपछि एक्स बराबरमा फैलिएको यसले दिन्छ। भनेपछि एक्स बराबरमा फैलिएको यति बिम भन्ठान यो ए हो। यहाँ चाहिँ कति छ? यहाँ चाहिँ एक्स बराबरमा फैलिएको चाहिँ यति डिस्टेन्स हाम्रो एक्स हो। त्यहाँ मोमेन्ट चाहिएको हामीलाई। यहाँ सेक्सन हामीले काटेको, यहाँ 1 भन्ने काटेको, यसरी 1 भन्ने काटेको हो। यो डब्लु हो भनेपछि एक्समा एक्स भरि फैलिएको युडिएल एक ठाउँमा लाग्यो भने कहाँ लाग्छ? एक्स भरि फैलिएको युडिएल एक ठाउँमा लाग्यो भने कहाँ लाग्छ? कहाँ लाग्छ अर्पिता, उर्मिला? बिचमा। एक्स भरि फैलिएको युडिएल एक ठाउँमा लाग्यो कहाँ लाग्छ? बिचमा लाग्छ। भनेको यो बिचमा लाग्छ यसरी। कतिमा लाग्यो? यहाँ x/2 मा लाग्ने भयो। सर कतिखेर बाटो भएको? रेकर्डिङ छ, तिमी आउँदै गर। कतिखेर बाटो भएको? हुनलाई आधी घन्टा भइसक्यो। x/2 नबोल अब, रेकर्डिङ छ क्या? रेकर्डिङ भाइ। x/2 मा लाग्ने भयो। कति लाग्छ भन त? एक्स भरि फैलिएको युडिएल एक ठाउँमा लाग्यो भने कहाँ लाग्छ? बिचमा लाग्छ। कति लाग्छ भन त कल्पना, निरुता भन त? कति लाग्छ निरुता?
कति लाग्छ? एक्स भरि फैलिएको डब्लु बराबरको युडिएल एक ठाउँमा लाग्यो भने बिचमा लाग्छ, तर कति लाग्छ कसले जाने भर त? डब्लु एक्स डब्लु डब्लु इन्टु एक्स डब्लु इन्टु मैले एक्स लाग्छ जानेछु। हो भनेपछि के दिनु भयो? डब्लु इन्टु एक्सले पनि यतिमा के दिनु भयो? मोमेन्ट दिनुभयो भनेपछि यसले त एन्टिकल वाइज दिन्छ, यसरी यसरी एन्टिकल वाइज घुमाउँछ भनेपछि के भयो? डब्लु इन्टु एक्स कति डिस्टेन्स? x/2 होइन? x/2 हो x/2 यति मोमेन्ट आइसकेपछि अन्त इन्टिग्रेसन गर्ने कुरा आइहाल्यो। मैले यहाँको यति कुरालाई मैले ठुलो बनाएर यहाँ देखाएको हो है, यसरी मोमेन्ट आउँछ। यो कुरा पनि यो कुरा क्लियर भयो सबैलाई? क्लियर भयो? सृष्टि, गगन यस सर। तिम्रो झुकिरहेको थियो इक्जाममा। गगन सर ल भनेपछि यो पनि मैले भयो, यसलाई पनि स्क्रिनसट गर्ने, स्क्रिनसट गर, ल स्क्रिनसट गर्ने, स्क्रिनसट गर। अनि रेकर्डिङ पाइन्छ, रेकर्डिङ छ, स्क्रिनसट गर्नु परेन। मैले यसलाई चाहिँ स्टप सेयरिङ गरेँ। यो चाहिँ अब के छ क्वेसन? अब क्वेसन कुन क्वेसन छ भन्दाखेरि तिमीहरूसँग के क्वेसन छ भने मलाई पठाउँदै गर, होइन भने यहाँ मलाई निरुद्ध पठाएको क्वेसन चाहिँ म यहाँ गर्छु। उनले पठाएको एउटा क्वेसन कुन हो? यो हो। अर्को क्वेसन यो हो। अर्को क्वेसन चाहिँ यो हो। टाइम सकिने 10 मिनट भने सक्यो भने फेरि आउने, म फेरि लिङ्क पठाउँछु अनि त्यसमा आउँछु हेर आउने। अब अर्को क्वेसन छ यो क्वेसन। ल यो क्वेसन हेर्ला त तपाईँले। 71 रेगुलर ब्याकमा आएको रहेछ यो क्वेसन। यो क्वेसन तिमीहरूको बुकमा पनि छ। कहाँ छ त भन्दाखेरि बुकमा, तिमीहरूको बुक त्यहीँ छ भने बुक खोलेर पेज नम्बर, यो थ्योरी अफ फ्लेजर क्वेसन हो यो। कहाँ छ त, कहाँ छ त भन्दा कोलुमको रहेको क्वेसन, कोलुम क्वेसन रहेछ सरी। सर पेज नम्बर कति भन्नुभएको अरे? पेज नम्बर 268, पेज नम्बर 268 मा हेर त। क्वेसनै सायद त्यही रहेछ, क्वेसनै के क्वेसन धेरै को बुझ्नुपर्ने कुरा छ है। कोलुमको पेज नम्बर 268 क्वेसन हेर त। पेज नम्बर 268 को 7 इक्जाम्पल 7.10 हेर सबैले, बुक हेर, बुक खोजेर है त। मैले यसलाई स्टप गरिदिएँ। पेज नम्बर 268 इक्जाम्पल 7.10। यहाँ बुझ्नुपर्ने कुरा थोरै छ, हल्का हल्का बुझ्नुपर्ने कुरा छ। हेर सबैले बुकमा हेर त। हजुर सर हेरेँ। र त्यो क्वेसन पढ। यसमा के भनेको भन्दाखेरि स्टिल कोलुम आई सेक्सन आइएस एचबी 300, यो भन्ने कुरा चाहिँ खासमा हामीले अहिले पढाएको छैनौँ। यो अहिले आउनुपर्ने नपर्ने क्वेसन हो। यो क्वेसन आउनुपर्ने चाहिँ अहिले नआउनुपर्ने क्वेसन हो। यो चाहिँ खास कहिले आउनुपर्ने क्वेसन हो भन्दाखेरि चाहिँ यो अर्को सेमेस्टरमा आउने क्वेसन हो। यो अर्को सेमेस्टरमा चाहिँ आउने क्वेसन हो यो। तर अहिले आयो पखरि हो, म यसको बारेमा भन्नु त भन्छु, तर किन लेख्न मिलिरहेको छैन, लेख्नै मिल्दैन त्यसमा। अर्को व्हाइट बोर्ड सेयर गरेँ मैले।
यस्तो गरेर यसको टाइम सकिन लाग्यो म अर्को लिङ्क पठाउँछु यसलाई इन गरिदिन्छु मैले अर्को लिङ्कमा फेरि सबै जोडिया हो त टाइम सकिन लाग्यो अनि फेरि सुरु गर्नु लाग्यो बिचमा फेरि जम्मा 3 मिनट छ फेरि बिचमा फेरि यसले रोकिन्छ है अहिले मैले इन गरेँ हस् सर फेरि लिङ्क पठाउँछु अनि त्यसमा चाहिँ